Hello, welcome to my YouTube channel तिलक पुवार भ्लग। दर्शन नमस्ते, स्वागत छ मेरो YouTube च्यानलमा। साथीहरूलाई के गर्दै हुनुहुन्छ, कहाँ हुनुहुन्छ भन्दै थोरै आज चाहिँ दिउँसोको समय पारेर आज सन्डे मेरो छुट्टी परेको हुनाले यसो सधैँ कति कोठामा मात्रै बसिरहँ भनेर बाहिरको हावा लिनुपर्छ भन्ने हेतुले आज समुद्रको साइडमा आइरहेको छु। त्यही भएर समुद्रको अक्सिजन लिनुपर्छ, बाहिर सूर्यको तापक्रम पनि लिनुपर्छ, बाहिर हावा प्राकृतिकको हावाको अक्सिजन पनि लिनुपर्छ। यति भन्दै म आज कति सधैँ कोठामा मात्रै बसिरहनु रुमको सेन्ट्रल एसी त्यो कोठाको एसीको हावाले मात्रै हामीलाई अक्सिजन पुग्दैन। त्यही भएर रुमको एसीको अक्सिजन र बाहिर प्राकृतिक हावाको अक्सिजनमा धेरै फरक पर्छ भन्ने मैले बुझेको र मैले जानेको छु। त्यही भएर तपाईहरु पनि सधैँ एसीको हावामा मात्रै नबस्नु होला। समय मिलेर फुर्सद हुँदा बाहिर निस्किनुहोस्। बाहिरको हावाको अक्सिजन प्रकृतिको अक्सिजनले धेरै फरक पर्छ हाम्रो शरीर, हाम्रो स्वास्थ्यलाई, हैन। यति भन्दै आज चाहिँ झन् हजुरहरूलाई एउटा रमणीय ठाउँ देखाउनलाई, रमणीय सिन देखाउनको लागि म आइरहेको छु समुद्रको छेउमा। र समुद्रको अक्सिजन खानु र एसीको अक्सिजन हावा खानुलाई धेरै फरक पर्छ। यति भन्दै साथीहरूलाई धेरै ढिलो नगरिकन चाहिँ म समुद्रको सिनहरू देखाइरहेको छु। समुद्रमा बहलिएर आएको पानीको छल्का देखाउँदै यो पानी पनि कहाँसम्म पुग्ने ऊ आफ्नो गन्तव्य लिएर दौडिरहेछ, यही सिनहरू देखाउन गइरहेको छु है त साथी हो। ओके, मेरा यूट्यूब का फ्रेंड भाई लोग को स्वागत है, नमस्ते है। मेरा यूट्यूब चैनल का वीडियो लोग देखिए और आप लोग को देखोगे, मेरे को सपोर्ट करोगे। बोलने का एक हेतु से मैं छोटा सा एक समुद्र का वीडियो बना रहा हूँ। और ये समुद्र का ताल का पानी का बह करके दौड़ के आने वाला पानी को सीन में आप लोग को दिखा रहा हूँ, देखिएगा। ओके जी, ला मैं पानी का समुद्र का सीन शो कर रहा हूँ। ओके, सागर को पानी आइरहेछ छल्किएर कहाँसम्म पुग्ने हो यो पानी को गन्तव्य मलाई त थाहा छैन। सायद यी पानीलाई थाहा छ कि छैन होला। मैले सोधिरहेको छु, हे समुद्रको पानी तिम्रो गन्तव्य कहाँसम्म पुग्ने हो भनेर सोधिरहँदा उहाँ पानीले मलाई कुनै सवालको जवाफ दिनु भएन। म यही सवालको जवाफको इन्तजारमा बसिरहेको छु। भाई लोगों, मैं एक बात पूछूंगा। ये मैं अभी तक मैं बोल रहा हूँ, ये समुद्र का सागर का पानी आप लोग को गंतव्य किधर तक है, आप लोग को कहाँ तक पहुँचोगे, आप लोग को जाना कहाँ है बोल करके मैंने पूछा तो मेरे को एक भी जवाब नहीं देता दोस्त। आप लोग को ये पानी जवाब देता ही नहीं देता मेरे को पता नहीं, लेकिन मेरे को अभी तक कोई जवाब नहीं दिया। ओके जी, आप लोग को ज़रा इसको समझाए यार। तिलपुवार को भी जवाब दे दो कि तुम किधर तक जा रहा है। हैन साथीभाइ हो, मैले यो पानीलाई सोधिरहेको छु तपाईहरुको गन्तव्य कहाँसम्म हो भनेर। कहाँ पुग्नुहुन्छ तपाईहरु, कहाँसम्म हिँड्नु भएको, यस्तो डगुडेर जानु भएको छ, 100 को स्पिडको रफ्तारमा तपाईहरु हिँडिरहनु भएको छ, कहाँसम्म पुग्ने भनेर मैले सोधिरहँदाखेरि मलाई एउटै पनि जवाफ दिएन। यो कहाँसम्म जाने हो मलाई नि थाहा छैन। उहाँहरूले भन्नुहुन्न, खै तपाईहरुले एकचोटि सोधिदिनु होला कि यो पानी तिम्रो गन्तव्य कहाँसम्म हो, तपाईहरु कहाँसम्म जानु भएको छ।
ल हेर्नु तालको छलको लिएर चाहिँ दौडेर गइरहनु भएको छ यी पानीहरू। साथी हो, आफ्नो पीडा आफैसँग छ। हामी भन्छौँ मलाई मात्रै दुःख छ, मलाई मात्रै पीडा छ। म भन्छु समुद्रको पानी तिमीलाई पनि पीडा छ, तिमी पनि दौडिरहेछौ, दुःख त मलाई जस्तो तिमीलाई पनि होला नि भन्ने मैले एउटा अनुभूत लिएर अनुभूतकै साथ म पनि सोचिरहेको छु। मान्छेले म मात्रै दुखी छु भन्दाखेरि सोचिरहेको हुन्छ, तर सबैले आफ्नो आफ्नो पीडा आफूसँग हुन्छन्। मलाई मेरो पीडा मसँग छ भने यस समुद्रका पानी ऊ आफूलाई पनि पीडा पक्कै होला। दौडिरहेछ, यदि यसलाई पीडा नभएको भए यो दौड्ने थिएन होला। यस्तो छालकासँग पानी आइरहेछ, 100को स्पिडमा दौडिरहेछ। यही पानीलाई पनि हामीलाई जस्तै पीडा त पक्कै होला। यो पनि जानु छ, उसको आफ्नो गन्तव्यमा पुग्नु छ। कहिले पुग्छन् मलाई पनि थाहा छैन। यसको सवाल, मेरो सवालको जवाफहरू यो पानीले कहिले दिन्छ या दिँदैन यो त मलाई पनि थाहा छैन। ढुङ्गाको पीडा ढुङ्गैसँग हुन्छ, माटोको पीडा माटैसँग हुन्छ, पानीको पीडा पानीसँगै हुन्छ, हावाको पीडा हावासँगै हुन्छ, मेरो पीडा मैसँग हुन्छ, तपाईँको पीडा तपाईँसँगै हुन्छ। त्यसैले खानु हुँदैन। हामी जहाँसम्म रहनु भएको छ, बस्नु भएको छ, खुसीले रहनुपर्छ, खुसी मनाउनु पर्छ। जिन्दगी यस्तै हो। जसरी यो समुद्रको पानी दौडिरहेछ, हाम्रो पनि जीवन दौडिरहेछ। आज यहाँ भोलि कहाँ कसैलाई थाहा हुँदैन। पुग्ने कहाँ हो, गर्ने के हो थाहा हुँदैन। कोसिस गर्नुपर्छ, सोच्नु